हुन्छ अनि खेतमा कस्तो छ हैन पानी दिनु पर्छ कि पर्दैन कस्तो हिजो पानी दिएको कस्तो छ भन्ने त्यो सबै काम गरेर घर आउनुहुन्छ अनि त्यसपछि चिया खानी खाना खानी हुन्छ के सो हिजो बेलुकाको जुन स्टोर हुन्छ नि फ्युल एज अ फ्याट त्यो चाहिँ बिहान उठ्ने बित्तिकै खर्च हुन्छ त्यहाँ अनि फेरि आएर भात खान्छ किनकि भात भनेको कार्ब भनेको चाहिँ सोर्स अफ इनर्जी हो अनि फेरि खेत जान्छ अनि खेतमा पनि तपाईँले याद गर्नु भएको छ भने नेवारहरूले कहिले पनि पातलो रोटी बनाउँदैन बाक्लो खालको रोटी बनाउँछ किनकि एकैचोटि सकोस् अनि खेतमा काम गर्दाखेरि त्यो मान्छेले 2-3टा रोटी खाँदा खाँदै हुन्छ नि त्यो टाइम वेस्ट गर्नुभन्दा पनि एउटा रोटी खाएर फेरि काम गरोस् भनेर अनि काम गर्दा गर्दा दे गिभ यु अल्कोहल हैन त्यो छ्याङ रक्सीहरू दिन्छ किनकि त्यसले चाहिँ तपाईलाई झन इनर्जी दिन्छ बिकज तिनीहरू सबै चाहिँ तपाईको यो चामलले बनेको हुन्छ नि त अनि चामल भनेको इनर्जी हो किनकि त्यो कार्ब हो सो त्यही भएर चाहिँ हामीले गर्छौं तर त्यो जुन काम गर्ने शैली र तरिका चाहिँ चेन्ज भएर ल्यापटपमा आइसक्यो हाम्रो मर्निङको काम केही पनि हुँदैन उठ्ने बित्तिकै चिया खायो सबै भयो सो त्यही भएर चाहिँ अहिलेकोमा चाहिँ खाने तरिका सबै सेम काम गर्ने तरिका चाहिँ डिफरेन्ट छ सो तपाईले काम गर्ने तरिका पनि डिफरेन्ट गर्नु भएको छ भने खाने तरिका पनि डिफरेन्ट गर्नु अटोमेटिकली यु विल बी हेल्दी ओके हैन त